कृषिका समसामयिक नीतिगत मुद्दाहरूमा केन्द्रित विशेष कुराकानी कृषि संवाद। नमस्कार, कृषि संवादमा स्वागत गर्दछु। म नरेश न्यौपाने। आजको कृषि संवादमा हामी केही दिन अघि मात्रै सप्ताहव्यापी रूपमा मनाइएको विश्व मत्स्य दिवसको सन्दर्भ, नेपालमा माछा उत्पादनको विद्यमान अवस्था, माछाको आयात तथा निर्यात तथा नेपालमा माछा उत्पादनलाई वृद्धि गर्न सरकारी तवरबाट भइरहेका पहल कदमीहरूमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ केन्द्रीय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्रका प्रमुख सरिता गौतम। यहाँलाई कृषि संवादमा स्वागत छ। हस्, धन्यवाद। नमस्कार। यहाँहरूले केही दिन अघि मात्रै सप्ताहव्यापी रूपमा विश्व मत्स्य दिवस मनाउनु भएको छ, हैन? यो पटकको मत्स्य दिवस कसरी मनाउनु भयो, यहीबाट संवादको प्रारम्भ गरौँ। जब सन् 1997 मा भारतको जुन नयाँ दिल्लीमा 18वटा देशको यो मत्स्य पालनसँग र सोसँग सम्बन्धित सरकारहरूको प्रतिनिधिहरू बसेर नोभेम्बर 21 लाई विश्व मत्स्य दिवसको रूपमा मनाउने निर्णय गरे सँगसँगै प्रत्येक वर्ष नोभेम्बर 21 मा विश्व मत्स्य दिवस मनाउँदै आइएको छ र यो पटक पनि हामीले पनि अब नोभेम्बर 21 मा विश्व मत्स्य दिवस मनाउने तयारी गरेका थियौँ। तर यो पटक चाहिँ ठ्याक्कै के भयो भने जुन नोभेम्बर 21 भनेको मङ्सिर 5 त्यति बेला चुनावको कार्यक्रम रहेको हुनाले हामीले यो दिवसलाई चाहिँ सप्ताहव्यापी रूपमा मनाउने निर्णय गर्यौँ र मङ्सिर 5 देखि मङ्सिर 11 गतेसम्म यसलाई एउटा सप्ताहव्यापी रूपमा मनाएर मङ्सिरको 11 गते हामीले यसलाई समापन गरेका थियौँ। र यो बीचमा चाहिँ हामीले विशेष गरेर अब जुन नेपालको मत्स्य क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदानको कदर गर्दै र जुन हाम्रो प्राकृतिक जलाशयहरू, नदी नाला, ताल तलैयाहरूको कसरी तिनीहरूको दिगो रूपमा संरक्षण, सम्वर्धन र उपयोग गर्न सकिन्छ भनेर जुन सचेतनाका कार्यक्रमहरू जगाउनका लागि विभिन्न खालका गतिविधिहरू सञ्चालन गरेका थियौँ, हैन? र सोही सन्दर्भमा जस्तो हामीले जुन हाम्रो काठमाडौँ, ललितपुर, भक्तपुरका 3वटा सरकारी विद्यालयमा गएर त्यहाँका विद्यार्थीहरूसँग गएर जस्तो माछाको महत्त्व के छ, हामीले जलीय जैव विविधतालाई चाहिँ किन संरक्षण गर्नुपर्छ र त्यसको संरक्षणबाट चाहिँ कस्तो खालको फाइदा पुग्छ भन्ने बारेमा एउटा अन्तर्क्रियाको कार्यक्रम गरेका थियौँ। त्यस्तै अर्को जुन अब हाम्रो प्राकृतिक जुन जलाशयहरू, जलीय जैविक विविधताको फाइदा के छ, मत्स्य पालनको फाइदा के छ भन्ने विषयमा जानकारीहरू समेटिएको जानकारीमूलक पोस्टर, पम्पलेटहरू, फ्लेक्सहरू प्रकाशन गरेर ठाउँ ठाउँमा चाहिँ त्यसलाई ट्रान्सफर गरेका थियौँ। जुन आम जनसमुदायहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ यसको महत्त्व के छ त्यो महत्त्व दर्शाउनको लागि र सँगसँगै अर्को महत्त्वपूर्ण कुरा चाहिँ हाम्रो जुन केन्द्रीय निकाय लगायत हामी अन्तर्गतका फार्महरू, प्रादेशिक फार्महरू र सरकारवाला जति निकायहरू हुनुहुन्छ उहाँहरूले चाहिँ एउटा महत्त्वपूर्ण कार्यक्रम के पनि हामीले सम्पन्न गर्यौँ भन्दाखेरि जुन हाम्रो प्राकृतिक नदी नालाहरूमा हाम्रा मानवीय गतिविधिहरूले गर्दाखेरि स्थानीय माछाको जुन सञ्चिति छ त्यो सञ्चिति घट्दै गइरहेको अवस्था छ र त्यो सञ्चितिलाई चाहिँ बढाउनको लागि र एउटा प्राकृतिक सन्तुलन कायम गर्नको लागि हाम्रा स्थानीय माछाका जातहरू लगेर विभिन्न नदी नालाहरूमा चाहिँ हामीले छोडिसकेका छौँ। हामी यसलाई र्यान्चिङ पनि भन्छौँ र यसै सन्दर्भमा अर्को जुन माछा मारेर आफ्नो जीविकोपार्जन गर्ने समुदायहरू हुनुहुन्छ त्यो समुदायसँग बसेर हामीले जस्तो अब यो प्राकृतिक जलाशयहरूलाई चाहिँ किन संरक्षण गर्ने, हैन? त्यहाँ चाहिँ कस्तो खालको गतिविधिहरू गर्दाखेरि उहाँहरूले त्यसबाट बढी लाभ लिन सक्नुहुन्छ भन्ने विषयमा एउटा अन्तर्क्रियाको कार्यक्रम पनि समापन गरेका छौँ। त्यस्तै अहिले हामीहरूले जस्तो यो वर्षको हाम्रो मत्स्य दिवसको नारा जलीय जैव विविधताको संरक्षण, व्यावसायिक मत्स्य पालनको प्रवर्धन भन्ने नारा थियो र यही मुख्य नाराका साथ हामीहरूले जुन समापनको कार्यक्रममा जुन समुदाय स्तरमा चाहिँ जनचेतना जगाउनको लागि प्रभात फेरी कार्यक्रमहरू पनि सम्पन्न गरेका थियौँ। यो नारामै पनि व्यवसायको संरक्षण जोडिएको छ, हैन? हजुर।
यो माछा व्यवसायको चाहिँ संरक्षण गर्नका लागि, यसको सम्वर्धन गर्नका लागि केही नयाँ ठोस पहल कदमीहरू हैन, माछा व्यवसायीहरूलाई प्रोत्साहित बनाउनका लागि त्यसरी अगाडि बढ्ने कुनै त्यस्तो एउटा नीतिगत व्यवस्था छ? हालसम्म चाहिँ हामीले जति पनि मछी पालनका जुन क्रियाकलापहरू गरेका थियौँ, हामी चाहिँ अलिकति हामीलाई नीतिको अभाव भइरहेको अवस्था थियो र हालै मात्र नेपाल सरकारले राष्ट्रिय मत्स्य विकास नीति 2079 पारित गरिसकेको अवस्था छ र अहिले चाहिँ अब हामी जति पनि क्रियाकलापहरू सञ्चालन गर्छौँ यसै नीतिले प्राथमिकतामा राखेका विषयवस्तुहरू समावेश गरेर चाहिँ हाम्रा क्रियाकलापहरू सञ्चालन हुन्छन्। यहाँहरूले यो पटक सप्ताहव्यापी रूपमा विश्व मत्स्य दिवस मनाउनु भयो हैन? हजुर। पक्कै पनि यो दिवस मनाइरहँदाखेरि नेपालमा माछा उत्पादनको विद्यमान अवस्था के छ, मुलुकले कसरी माछा उत्पादन गरिरहेको छ, यसका चुनौतीहरू के छन्, जोखिमहरू के छन् भन्ने बारेमा पनि तपाईहरुको बीचमा विमर्श, छलफल, अन्तर्क्रियाहरू भयो होला। हजुर। यो माछा उत्पादनको विद्यमान अवस्था के हो नेपालमा? हाल नेपालको समग्र माछा उत्पादनको अवस्था हेर्दाखेरि हामीहरूले एउटा त जुन पोखरीहरूमा माछा पालन गरेर माछा उत्पादन गरेको अवस्था छ र यो सँगसँगै जुन हाम्रा प्राकृतिक नदीनालाहरू छन्, जलाशयहरू, त्यसमा चाहिँ हामी क्याप्चर फिसरिज भन्छौँ। क्याप्चर फिसरिजबाट पनि माछा उत्पादन भइरहेको अवस्था छ। जुन हाम्रो प्राकृतिक जलाशयहरूबाट हुने माछाको उत्पादन भनेको 21,000 मेट्रिक टन हामीले उत्पादन गरिरहेका छौँ हाल अहिलेसम्म। भनेको वर्षेनी? हजुर, वर्षेनी। र जुन हाम्रो मत्स्य पालन गरेर भन्छौँ हामी, जस्तो अब पोखरीमा पालेर होस्, हाम्रो केज कल्चर भन्छौँ हामी हैन, घोलमा माछा पालेर होस्, त्यसबाट चाहिँ हामीले 83,000 मेट्रिक टन माछा उत्पादन गरिरहेका छौँ हाल। र समग्रमा चाहिँ अहिले नेपालको कुल माछा उत्पादन भनेको 1,04,000 मेट्रिक टन छ र यो मध्ये वार्षिक। हजुर। र यो मध्ये सबभन्दा बढी चाहिँ हाम्रो मध्य प्रदेश, हाम्रो जति पनि उत्पादन हुन्छ उत्पादनको आधाभन्दा बढी चाहिँ मध्य प्रदेश, विशेष गरेर तराईका जिल्लाहरू, त्यसमा पनि मध्य प्रदेशमा माछा उत्पादन चाहिँ सबभन्दा बढी हुन्छ। त्यसपछिको भनेको चाहिँ लुम्बिनी प्रदेशमा हुन्छ र सबभन्दा कम माछा उत्पादन हुने प्रदेश भनेको चाहिँ हाम्रो कर्णाली प्रदेश हो। र हाम्रो जति पनि माछा उत्पादन हुन्छ, उत्पादन हुने माछाहरूमा चाहिँ विशेष गरेर हाम्रो कार्प जातका माछाहरू, हाम्रो जुन 7वटा नेपाल सरकारले पालनको लागि सिफारिस गरेका जातहरू छन्, ती जातहरू उत्पादन हुन्छ। र पछिल्लो चरणमा त्यो सँगसँगै जुन पंगास माछा छ, पंगास माछा र रेनबो ट्राउट माछाको पनि उत्पादन राम्रो रूपमा अगाडि बढेको छ अहिले। यो माछा उत्पादनको जसरी यहाँले आजको विद्यमान अवस्था बताउनु भयो, यसको निर्यात वा आयातको अवस्था चाहिँ कस्तो छ? जस्तो कृषिको अन्य क्षेत्रहरू भन्दा जुन मत्स्य क्षेत्र छ, तपाईहरूले जस्तो मन्त्रालयको डेटाहरू हेर्नुभयो भने पनि के छ भने पछिल्लो वर्षहरूमा जुन माछाको आयात छ, आयात चाहिँ घट्दै गएको अवस्था छ। र जुन हाम्रो अहिलेको उत्पादन छ, हाम्रो उत्पादनले जुन हाम्रो आम उपभोक्ताहरूको जुन माग छ, त्यो मागलाई चाहिँ पूर्ति गर्न नसकेर विद्यमान अवस्थामा पनि हामीले करिब 5200 मेट्रिक टन माछा चाहिँ आयात गरिरहेकै छौँ। टेबल फिस भन्छौँ हामीले, खानको लागि चाहिँ 5200 मेट्रिक टन माछा आयात गरिरहेकै अवस्था छ। र त्यसमा पनि विशेष गरेर हाम्रो रौँ र भाकुर जातको माछाहरू बढी आयात हुने माछाहरूमा। र जुन आयातको तुलनामा हाम्रो निर्यात चाहिँ एकदमै कम छ भनौँ हैन, निर्यात छैन भन्दा पनि हुन्छ। तर जुन हाम्रो ओपन बोर्डर छ, खुला सिमानाले गर्दाखेरि हाम्रो एउटा अवलोकन चाहिँ के रहेको छ भने जुन तराईको बोर्डरहरू, भारतसँगको जुन नजिकको बोर्डरहरू छ, त्यो भारतको चाहिँ हाट बजारमा लगेर हाम्रो स्थानीय जातको माछाहरू भनौँ, रौँ भाकुर जातको माछाहरू चाहिँ भारतको हाट बजारहरूमा गएर बिक्री भइरहेको अवस्था चाहिँ छ। आयातको तुलनामा निर्यात एकदमै थोरै छ भन्नुभयो हैन? त्यसो भए पक्कै पनि अब तपाईहरुको योजना हैन, सरकारी पक्ष नेपाल सरकारको योजना पक्कै पनि के होला भने उत्पादन पनि बढाउने, निर्यात पनि बढाउने होला। यो उत्पादन पनि, माछाको उत्पादन पनि बढाउने र निर्यात पनि बढाउने योजना के छ, कसरी काम गरिनु भएको छ? राष्ट्रिय मत्स्य विकास नीति पनि पारित भइसकेको छ र त्यसको एउटा मुख्य उद्देश्य भनेको नै नेपाललाई माछामा आत्मनिर्भर बनाउने र नेपालबाट चाहिँ उच्च मूल्यका जुन माछाहरू हुन्छन्, उच्च मूल्यका माछाहरूलाई चाहिँ प्रशोधन, बजारीकरण गरेर त्यसको निर्यात प्रवर्धन गर्ने राष्ट्रिय मत्स्य विकास नीतिको एउटा लक्ष्य पनि हो। र सो सन्दर्भमा जस्तो त्यसको उत्पादन बढाउनको लागि हामीसँग अहिले हाम्रो 2टा योजनाहरू छ हैन। एउटा भनेको त यसको क्षेत्र विस्तार नै हो, जस्तो जहाँ सम्भाव्य भएको ठाउँहरूमा चाहिँ नयाँ पोखरीहरू को निर्माण गर्ने
हो र अहिले जस्तो अब जुन हाम्रो मत्स्य नीतिले भनेअनुसार चाहिँ ठुला पोखरीहरू निर्माण गर्न नसक्ने ठाउँहरूमा चाहिँ हामीले करेसा पोखरी निर्माण गर्ने भनेर लक्ष्य लिएको छ र हाम्रा कार्यक्रमहरू पनि अब त्यतैतिर केन्द्रित छन् र उत्पादकत्व बढाउनको लागि हामीले विशेष गरेर जुन जस्तो अहिले भइरहेको मत्स्य पालनको क्षेत्रमा चाहिँ यान्त्रिकरणको प्रयोग गर्ने होस् अथवा जस्तो उन्नत नस्लका भुराहरूको प्रयोग गर्ने त्यस्तै उच्च गुणस्तरको दानाको प्रयोग गर्ने गरेर हामीहरूले चाहिँ त्यसको उत्पादकत्व बढाउने लक्ष्य लिएका छौँ र सोही अनुसार चाहिँ हाम्रा क्रियाकलापहरू पनि सञ्चालन भइरहेका छन्। जस्तो कि अहिले हाम्रो भैरवमा चाहिँ एउटा फार्म रहेको छ, त्यसले विशेष गरेर चाहिँ शुद्ध नस्लका जुन फ्युचर ब्रुडहरू भन्छ हामी भावी माउहरू त्यो उत्पादन गरेर किसानहरूलाई अथवा जुन ह्याचरीकर्ताहरू छ ह्याचरीकर्ताहरूलाई चाहिँ बिक्री वितरण गरिरहेको अवस्था छ हैन। भनेपछि अबका हाम्रा जुन क्रियाकलापहरू भनेको चाहिँ उत्पादन र उत्पादकत्व बढाउन केन्द्रित छन् र क्षेत्र विस्तार अर्को। हजुर, माछा उत्पादन बढाउनका लागि सरकारी तवरबाट भइरहेका प्रयासहरू कस्ता छन्? अहिले मत्स्य क्षेत्रको विकासको लागि सरकारी स्तरबाट जस्तो नेपाल कृषि अनुसन्धान परिषद नार्क, विश्वविद्यालयहरू र कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत विभाग र सो अन्तर्गतका कार्यालयहरूबाट काम भइरहेको अवस्था छ हैन। र जस्तो नार्क भनौँ, नार्कले चाहिँ मत्स्य क्षेत्रसँग सम्बन्धित नयाँ नयाँ प्रविधिहरूको विकास गरिरहेको अवस्था छ। युनिभर्सिटीहरूले एआइएफयू लगायतका विश्वविद्यालयहरूले चाहिँ मत्स्य क्षेत्रसँग सम्बन्धित जनशक्तिहरू उत्पादन गरेको अवस्था छ भने जस्तो अब कृषि विकास मन्त्रालय छ, कृषि विकास मन्त्रालयले चाहिँ जस्तो मत्स्यसँग सम्बन्धित प्रसारका कार्यक्रमहरू विकासात्मक गतिविधिहरू सँगसँगै ऐन नीति नियमहरू बनाउने कार्य गरिरहेको अवस्था छ। र जुन कृषि तथा पशुपक्षी विकास मन्त्रालयले भनौँ अथवा केन्द्रीय सो अन्तर्गतको केन्द्रीय निकाय माछाको हामी केन्द्रीय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्र बालाजुले मत्स्य क्षेत्रको विकास गर्नको लागि विगतमा चाहिँ जस्तो अब अभियानमुखी माछा कार्यक्रमहरू होस् अथवा एक गाउँ एक उत्पादन अन्तर्गत चाहिँ अब जस्तो सुरुमा रसुवा र नुवाकोट जिल्लाहरूमा चाहिँ सुरुमा रेनबो ट्राउटको माछा पालनका कार्यक्रमहरू नि सुरुवात भएका थिए हैन। र अहिले चाहिँ हेर्नुहुन्छ भने जस्तो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जस्तो 3वटा माछाका सुपर जोनहरू जस्तो बारामा भयो, धनुषामा र रूपन्देहीमा सुपर जोनहरू सञ्चालनमा रहेका छन् भने जस्तो 6वटा जस्तो माछाकै जोनहरू सञ्चालनमा भइरहेको अवस्था छ हैन। र जस्तो नार्क युनिभर्सिटिजहरू भनौँ विश्वविद्यालय र हामी कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सहकार्य गरेर समग्र मत्स्य क्षेत्रको विकासको लागि चाहिँ हाल काम गरिरहेका छौँ। यसरी तपाईहरुले काम गरिरहँदाखेरि यो माछाको उत्पादन वृद्धि गर्नका लागि चाहिँ जसरी तपाईहरुले योजनाबद्ध काम गरिरहनु भएको छ, यहाँले नीति पनि त्यसरी बनिरहेका छन् पनि भन्नुभएको छ। नीतिगत व्यवस्था पनि हुँदै गर्ने अनि यसरी क्षेत्र विस्तार पनि हुँदै गर्ने, उत्पादन र उत्पादकत्व पनि बढाउँदै जाने, गुणस्तरमा यान्त्रिकरणमा पनि ध्यान दिँदै जाने, धेरै कुराका बावजुद पनि माछाको उत्पादन बढिरहेको छैन। मैले अघि नै भनिसकेँ, माछाको जुन उत्पादकत्व वृद्धि गर्नको लागि चाहिँ हामीलाई शुद्ध नस्लको भुराहरूको आवश्यकता छ, उच्च गुणस्तरको दानाको आवश्यकता छ हैन। हामीसँग चाहिँ अब हामी भुरामा चाहिँ आत्मनिर्भर नै छौँ हैन, माछाको भुरामा। तर जस्तो आत्मनिर्भर हुँदा हुँदा त्यो भुराको जुन जातीय शुद्धताको कुराहरू, त्यसको उन्नत नस्लका भुराहरू पाउन हामीहरूले पर्याप्त मात्रामा पाउन सकेको अवस्था छैन हैन। जुन हामीले उत्पादन गरेको दाना छ, जुन उत्पादन गरेको दाना अथवा जुन माछालाई दिइराखेको दाना छ त्यसको जुन गुणस्तरको अर्को इस्यु छ। र सँगसँगै जस्तो अब समग्र मत्स्य क्षेत्रको विकास गर्न त कृषि जुन मत्स्य क्षेत्रको प्रसार सबभन्दा महत्त्वपूर्ण कुरा हो त्यो पनि। र अहिलेको जुन हाम्रो विद्यमान जनशक्तिको अवस्था हेर्दाखेरि मत्स्य क्षेत्रको जनशक्ति एकदम धेरै कम छ। र कुनै प्रदेशमा हेर्नुभयो भने त मत्स्यसँग काम गर्ने कुनै सरकारी निकाय पनि नभएको अवस्था छ। जस्तो कर्णाली प्रदेशमा हेर्नुभयो भने अब त्यहाँ चाहिँ जस्तो मत्स्य क्षेत्रमा काम गर्ने कुनै सरकारी संस्था नै नभएको अवस्था छ हैन। भनेपछि अर्को महत्त्वपूर्ण पाटो चाहिँ के हो, जनशक्तिको अभाव पनि हो। यसमा चाहिँ निजी क्षेत्रको संलग्नता कस्तो छ? नेपालको समग्र मत्स्य क्षेत्र यहाँसम्म आइपुग्न चाहिँ निजी क्षेत्रको भूमिका पनि महत्त्वपूर्ण हो हैन। र माछाको उत्पादनदेखि लिएर प्रशोधन, बजारीकरण र खपतसम्मको अवस्थामा निजी क्षेत्रको एउटा महत्त्वपूर्ण भूमिका हुन्छ।
जस्तो अहिले हाम्रा जति पनि पोखरीहरू करिब 50,000 भन्दा बढी सङ्ख्यामा खनिएका पोखरीहरू निजी क्षेत्रमै खनिएका पोखरीहरू हुन् हैन। र जस्तो अघि मैले भने मत्स्य भुरा हामी आत्मनिर्भर छौँ। जति पनि हामीलाई मत्स्य भुरा आवश्यक हुन्छ त्यो आवश्यक हुने मत्स्य भुरा मध्ये 80% मत्स्य भुरा चाहिँ निजी क्षेत्रले नै आपूर्ति गरेको अवस्था छ। त्यस्तै जुन मत्स्य दाना अहिले जुन माछाको दाना बनाउने 10-11वटा जति उद्योगहरू छन् त्यो उद्योगहरू पनि निजी क्षेत्रमै सञ्चालन भएका छन् हैन। र सँगसँगै अब जस्तो ठुल्ठुलो होटेल रेस्टुरेन्टहरू जो छन् तिनीहरू पनि माछाको जुन उत्पादन हो त्यो उत्पादन खपत गर्ने क्षेत्रहरू हुन् तिनी। र सँगै अर्को निजी क्षेत्रको अर्को महत्त्वपूर्ण भूमिका के छ भने यिनीहरूले चाहिँ सरकारी निकायहरूलाई चाहिँ एउटा तपाईहरुले चाहिँ मत्स्य क्षेत्रको विकासको लागि चाहिँ राम्रो काम गर्नुपर्छ है भनेर एउटा पोजिटिभ रूपमा चाहिँ प्रेसर ग्रुपको रूपमा पनि काम गरिरहेको अवस्था छ अहिले निजी क्षेत्रले। नेपाल माछामा आत्मनिर्भर बन्नका लागि के चाहिँ कुरा पुगिरहेको छैन वा के गर्नु पर्ला जस्तो लाग्छ यहाँलाई? एउटा कार्यालय प्रमुखको रूपमा पनि यहाँले त्यो विश्लेषण गर्नुभएको छ होला हैन? हजुर। के गर्दा नेपाल माछामा आत्मनिर्भर बन्छ? त्यसको लागि त अहिले हामीले चाहिँ माछाको उत्पादन र उत्पादकत्व नै बढाउनु पर्ने अवस्था हो। हजुर। लगभग अब माछामा आत्मनिर्भर भइसकेको अवस्थामा अब यसपछिको पाटोमा हाम्रो बजारीकरणको पाटो छ। बजारीकरणको पाटोमा हामी अलिकति कमजोर छौँ। यसले गर्दाखेरि माछाको उत्पादन गर्दाखेरि हुने उत्पादन पछिका चरणहरूमा हुने क्षतिहरू छ नि त्यो क्षतिहरू चाहिँ अलिकति बढी छ। त्यसकारणले गर्दाखेरि अब उत्पादन उत्पादकत्व वृद्धि सँगसँगै जुन बजारीकरणको पाटोहरू छ जहाँ उत्पादन हुने ठाउँहरू हुन्छ त्यसमा चाहिँ कलेक्सन सेन्टरहरूको स्थापना गर्ने, चिलिङ भ्यानको व्यवस्था गर्ने हैन, कुलिङ फ्यासिलिटिजहरूको व्यवस्था गर्ने जस्ता कार्यहरू चाहिँ गर्नुपर्ने देखिन्छ। अब जस्तो यो सँगसँगै माछाको उत्पादन बढाउन जसरी यहाँहरू लागिरहनु भएको छ त्यो सँगसँगै बजारको खोजी पनि यहाँहरू गरिरहनु भएको छ हैन? यो उपभोक्ताको चाहिँ कतिको छ जस्तो यो रुचि के माछामा चाहिँ? दुईटा कारणले गर्दाखेरि पछिल्लो चरणमा माछाको माग एकदम बढेको अवस्था छ। पहिलो कारण भनेको त जस्तो किनभने जब जुन उपभोक्ताहरू हुनुहुन्छ उपभोक्ताहरूमा चाहिँ जुन अवेरनेस छ नि अवेरनेस बढ्दै जाँदाखेरि उहाँहरू चाहिँ आफ्नो स्वास्थ्यप्रति बढी सचेत हुनुभएको छ। र जुन माछामा पाउने ओमेगा 3 फ्याटी एसिड लगायत यो चाहिँ यसको जुन प्रोटिन छ यो प्रोटिन पचाउन पनि सजिलो हुने र यसको सेवनले गर्दाखेरि उच्च रक्तचापदेखि मधुमेह भएको बिरामीहरूको लागि पनि फाइदा हुने, गर्भवती महिलाको लागि पनि फाइदा हुने कारण आदि यसका विभिन्न फाइदाहरूले गर्दा एउटा यसको माग बढेको अवस्था हो भने अर्को चाहिँ यसको माग बढ्नुको कारण के छ भने जुन बजारमा पाउने अरू प्राणी प्रोटिनहरू जस्तो कि अब कुखुराको मासु होस् अब बाख्राको मासु होस् त्यो भन्दा चाहिँ माछा चाहिँ स्वास्थ्यको लागि पनि राम्रो र जुन आर्थिक रूपमा पनि सस्तो भनौँ न अन्य मासुहरू भन्दा यो चाहिँ सस्तो हुने भएको हुनाले पनि उपभोक्ताहरूले यसको माग चाहिँ धेरै गरेको अवस्था छ अहिले। अन्तमा केही मैले यसै कार्यक्रम मार्फत सम्पूर्ण नेपाली कृषक समुदायहरू उपभोक्ताहरू हैन आम समुदाय सबैलाई के भन्न चाहन्छु भने भर्खरै नेपाल सरकारले राष्ट्रिय मत्स्य विकास नीति 2079 पारित गरेको अवस्था छ र यो नीतिको कार्यान्वयन गर्नको लागि सम्बन्धित सरकारवाला सबैबाट मैले समन्वय र सहकार्यको अपेक्षा गरेको छु र जुन हाम्रो स्थानीय स्तरमा पाउने जुन हाम्रा प्राकृतिक जलाशयहरू छन् प्राकृतिक जलाशयहरूको संरक्षण सम्वर्धन र दिगो उपयोग गरेर जलीय जैव विविधताको संरक्षण गर्नको लागि पनि सम्बन्धित सरकारवाला सबैले सहयोग गर्नुहुनेछ भन्ने चाहिँ अपेक्षा गरेको छु। हस्, यहाँले आफ्नो महत्त्वपूर्ण समय कृषि संवादलाई उपलब्ध गराउनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। हस्, धन्यवाद, नमस्कार। आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो केन्द्रीय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्रका प्रमुख सरिता गौतम। आजलाई कृषि संवाद यति नै। कार्यक्रमबाट हामी सबैलाई आज्ञा दिनुहोस्। नमस्कार। कृषिका समसामयिक नीतिगत मुद्दाहरूमा केन्द्रित विशेष कुराकानी कृषि संवाद।